रासोपा पार्टी उहाँहरूकै थियो, घन्टी चिन्ह उहाँहरूकै थियो, अनि अध्यक्ष रविजी नै थियो। बालनजीलाई प्रधानमन्त्री घोषणा गरेको थियो। मैले चाहिँ के पद बार्गेनिङ गरेँ त? केही बार्गेनिङ गरेँ मैले? पद बार्गेनिङ? म पनि प्रधानमन्त्री हुन लायकको मान्छे हो होइन, सभापति हुन लायकै मान्छे हो होइन। मैले त उज्यालो नेपाल पार्टी राखौँ भनेर त भनेन नि त। त्यो एक्सेप्ट गरेर त्यो सहमति गरेर सहमतिमा त्यो काहीँ केही छ त्यो उज्यालो नेपालको चाहिँ नाम राख्नु पर्यो भनेर। अहिले एउटा कुरा, उज्यालो नेपाल भनेर नाम परिवर्तन गर्नै सकिँदैन। अहिलेको अवस्थामा चुनाव नपाएपछि मात्रै होला होइन। जुन पार्टी छ, जुन चिन्ह छ, त्यही मात्रै हुन्छ। अहिले सबैले बुझेको त्यही हो। त्यो परिवर्तनै गर्न नसक्ने चिज हामीले चाहिँ बार्गेनिङ गरेर पाउँछ र भनेको। पुरानो पार्टीलाई रिप्लेस गर्नुपर्छ, नयाँहरू आउनुपर्छ भने आम पब्लिकको चाहनालाई मर्न दिनु हुँदैन। एकचोटि चाहिँ विष पिएर भए पनि जानुपर्छ भन्ने मेरो आन्तरिक चाहिँ निर्णयले त्यसरी लत्रेर गयो। तर उहाँहरूले लात हानेर पठाउनु भयो। कुलमानजीलाई घात गर्यो, झुट चाहिँ बोल्नु हुँदैन, किनभने उहाँ जतिको नेता निबेको चिममा बसेर कुरा नगर्दिन र उज्यालो चिममा बसेर कुरा गर्दिन अनुरोध गर्न तपाईँले चाहन्छु। घात गर्नुभयो, बन्धक बनाइदिनु भयो, 12 दिनसम्म बन्धक बनाउनु भयो। उहाँले उपसभापति माग्नुभयो, हामीले उपसभापति ससम्मान उहाँलाई स्वागत गर्न चाह्यौँ र हामीले लिखित रूपमा सही गऱ्यौँ। हामीलाई बन्द सूची बुझाउन ढिलो भयो, छिटो पठाइदिनुहोस् भनेर भेट्ने, कुरा गर्ने, फोन गर्ने म हो, राति 2 बजीसम्म बसेर मिटिङ गर्ने म हो। त्यस कारणले मसँग चाहिँ इभिडेन्स हुन्छ, त्यस कारणले इभिडेन्समा बोल्छु। उहाँलाई स्वागत छ, उहाँसँग म जहाँ बसेर पनि संवाद गर्न तयार छु। कहाँनिर चाहिँ रासोपाले कुलमानजीलाई घात गर्यो, उहाँले भने बमोजिम, कहाँ चाहिँ तपाईँहरूले कुरा मिलाउन सक्नु भएन? मैले जहिले पनि भन्ने गरेको एउटा भाषा के छ भने लचकता त्यहाँसम्म लच्किन सकिन्छ जहाँसम्म आफू भाँचिँदैन। त्यस कारणले उहाँसँग म निरन्तर धेरै पटक भेटघाट गर्ने व्यक्तिमध्ये म पर्छु। त्यस कारणले हामीले उहाँसँग जुन सम्झौता गरेका थियौँ पेपरमा लिखित रूपमा, त्यो उहाँकै उपस्थितिमा गरेको हो। त्यो पेपरमा जे भनिएको छ त्यसमा न हिजो न आज न भोलि हामी कहिले पनि त्यसबाट तलमाथि हुँदैनौँ। रासोपा हुन सक्दैन। रासोपाको आदरणीय पार्टी सभापति त्यसमा अडिग हुनुहुन्छ, हामी अडिग छौँ। त्यसबाट दायाँ बायाँ हुन सक्दैनौँ हामी। त्यो कुरामा उहाँहरू दिनदिनै अब हप्तै पछि उहाँहरूले परिवर्तन गर्न थालेपछि त्यहाँ लेखिएको बुँदाबाट बाहिर जानको लागि त्यहाँ लेख्नु अगाडि हामी पटक पटक बहसहरू गऱ्यौँ, छलफलहरू गऱ्यौँ र त्योभन्दा दायाँ बायाँ जानलाई हाम्रो केन्द्रीय समिति, हाम्रो सचिवालय, हाम्रो नेतृत्वमा छलफल गर्नुपर्ने हुन्छ, नेतृत्वले स्वीकार्नुपर्ने हुन्छ। तर नेतृत्वमा गरेर बसेर छलफल गरेर टुङ्गिएको विषयमा त्योभन्दा फेरि फरक विषयवस्तुहरू उहाँहरूले उठाउनु भयो। त्यसै कारणले उहाँहरूकै कारणले